मेन अथोरिटी त माओवादीले लिनु पर्यो नि। हाम्रो मात्रै कुरो भयो नि, हामी त सहमति हुनु पर्यो नि। हामीले निर्णय गर्दै हुनेको त होइन नि, कि त भन्नु पर्यो माओवादी पार्टी निर्णय गरोस् है, सरकारले निर्णय गरोस्। त्यो सहमतिबाट गर्नुपर्ने विषय हो। अरू दलहरू पनि सहमत हुनुपर्छ। संविधान सभाका मुख्य दलहरू सहमत नभइकन दुईटा नभइकन संविधान बन्दैन। फेरि सहमति त अपरिहार्य छ। त्यसले हाम्रो कोसिस चाहिँ के हुन्छ, यसलाई पनि सहमति केवल हामी होइन, यही तर्फलाई राष्ट्रिय सरकारको दिनुपर्छ। त्यतातिर पनि फर्क पर्नुपर्छ। तर अवस्था त्यस्तो सिर्जना भएको छ जुन अवस्थाले चाहिँ फेरि पनि आम जनतामा एक किसिमको आशंका उत्पन्न भएको छ कि तोकिएको समय दिन्छ, त्यो समयमा संविधान बन्दैन। एउटा ब्रेक दर्शकहरू, आशंकाको बिचमा फेरि पनि समय दिनपछि हर्किँदै गर्नुपर्छ। मन्त्री 14 गतेसम्म फेरि पनि हामी कुर्नै पर्ने हुन्छ र ती नेताहरूको, सरकारको र हाम्रा राजनीतिक दलका खिलाफका प्रतिबद्धताहरूको अग्नि परीक्षा अहिले पनि जारी रहेको छ। अर्को छोटो व्याख्या।